Hello and good morning everyone. Welcome to a brand new vlog. So हाम्रो नखोदेखि एकान्तपुरमा आइसक्यो एकान्तपुरमा बस स्टपमा छौँ नेपाल यातायातमा कलेजको कलेज जानु छ धेरै प्रोसेस भएको रहँदैछु ल बस चल्न सुरु भइसक्यो अब सिधै कलेजमा भेटौँला So guys, बिजली बजार आइपुग्यो मतलब कलेज आइपुग्यो ल कलेज आइपुग्यो गाइस एम्प्टी क्लास गाइस एम्प्टी क्लास सेमथर्टीबाट घुस्नु भनेर कारण क्लास खाली छ सर्भिसको भयो ल के को चेन टुट्यो फेरि कता ठिस्क्याउ नेशनल सीड बोर्डले नेपालमा कुन कुन जातको सीड प्रयोगमा ल्याउने कुन सीड टेस्टिङ ल्याबोरेटरीको विषय छ त्यो चाहिँ बाहिरबाट ल्याएको सिडहरूको लागि टेस्ट गरेर क्वालिटी प्यारामिटर सेट गर्नको लागि भनेको छ अब मेन विषय अर्को च्याप्टरमा सोधिरहेको दोस्रो मेन विषयको कम्पेन्सेसनको कुरा यदि तिमीहरूले किसानले सबसे अब क्लास में सबसे एकदम सोझो मान्छे एकदम कसै एक नंबर का सोझो एक नंबर का सोझो मान्छे हो गाइस एक नंबर का सोझो मान्छे एक तो घर त आइसक्यो अब घरमा अझै काम लगाइदियो अब काम गराइदा चाहिँ स्कुटर लिएर त्यसको सामान यतिको चाहिन्छ गाइस एक अन्डा चाउचाउ एक बक्स अनि चाउमिनको प्याकेट